गाइज आजको हाम्रो यात्रा मणिचुरतर्फ मणिचुरदह जाने भनेर बिहान निस्किँदा छु 6:30 बजेको छ। हाम्रो यात्रा चाहिँ यहाँ न्यू रोडबाट सुरु हुँदैछ। अब हेरौँ कति टाइम लाग्छ, के छ गाडीको बाटो, बाइकको बाटो, कहाँसम्म के छ, बिग्रेको ओरेको, बाइक जान्छ जाँदैन, कति बेरमा पुगिन्छ म सबै जानकारी दिन्छु। साथीहरू 2जना आउँदैछन्, हामी 4जना मिलेर जान लाग्यो। पछाडि छ। अब हाम्रो यात्रा सुरु भयो। अहिले हामी बौद्ध पुग्यौँ। हो नि बौद्ध पुग्यौँ। अब यहाँबाट चुच्चेपाटी पहिला कि बौद्ध पहिला? अब चुच्चेपाटी होइन, त्यसपछि मूलपानी हुँदै उता ब्रह्मखेलबाट अनि जान्छौँ। बिहानको टाइम खाली खाली नै छ, मजाले 7-5 भयो हामी रोडबाट पुगिसक्यौँ। पहिला त यो बाटो है खत्तम थियो, अहिले बनाइदेखि चाहिँ सजिलै छ यो बाटोमा। गोकर्ण फरेस्ट रिसोर्ट। हामी न्यू रोडबाट निस्केको 20 मिनटमा हामी कामेश्वरी मनोहरा नगरपालिका अलि राँची आइपुग्यौँ। अघिदेखि त्यस्तै छ, उता चाहिँ अँध्यारो छ नि त। हामी जान लागेपट्टि चाहिँ अलिकति उज्यालो छ, आशाका किरण देखिया छ, यसो केही हुन्छ कि भन्ने। तर यो पुरै आकाश धुम्मिएको छ भनेपछि यो कहीँ आज घाम लाग्ने छाटकाटै छैन, पानी मात्रै कतिखेर पर्छ भन्ने मात्रै कुरा हो। ब्रह्मखेल पुग्यौँ। अब हामी यहाँ कहाँबाट छिर्छौँ? यहाँबाट छिर्छौँ, बिच बाटो छोडेर यताबाट छिर्छौँ। यो बाटो चाहिँ यस्तो छ। ल 2टा बाटो आयो, कागेश्वरी धाम मन्दिर जाने यता, गागलफेदी जाने यता। यसरी लेखा छ, गागलफेदी जाने यता। 2टा बाटोमा हामी चाहिँ गागलफेदी जानेपट्टि जान्छौँ। सुन्दरीजल उताबाट चाहिँ सुन्दरीजल होइन, उताबाट चाहिँ सुन्दरीजल जान्छ, त्यता चाहिँ नगइकन गागलफेदी कागेश्वरीतिर चाहिँ लाग्छौँ। ल अहिले गागलफेदी बस पार्कमा आइपुग्यो हामी चाहिँ। अहिले यसो चिया के खानु पऱ्यो भनेर रोकिएको, अनि जाने चाहिँ यतैबाट हो। नातिको बेकरी रे, साँच्चै नातिको बेकरी यहाँ खान लाग्छौँ हामी। यहाँ हाम्रो चिया नास्ता गर्ने ब्रेक। गागलफेदीमा चिया खाएर ठ्याक्क 8 बजे हामी फेरि हिँड्दैछौँ। अब आधा घन्टा पनि पुगिन्छ अरे। अब चाहिँ अलिक उकालो आएको छ। त्यसम्म मौसमले साथ दिइरहेछ, घाम लागेको छैन, पानी पनि परेको छैन, शीतल चिसो जति हामी अब माथि लाग्दैछौँ, गार्डन जान्छौँ, चिसो अनुभव हुँदैछ जेठ महिनामा पनि। त्यहाँबाट आएको उतापट्टि नलाएर यता दायाँ बाटो लाग्यो, दायाँ भएर जाने छ। अब दायाँबाट यो बाटो मैले अरू घरमा हेरेको ठ्याक्कै याद आयो। यस्तो ठाउँमा पनि यहाँनिर ढलान गरिदिएर यो बाटो चाहिँ सजिलो भइरहेछ अहिलेसम्म मलाई चाहिँ होइन। र उकालो आउँदाखेरि पनि पुरै ढलान छ। त्यहाँनिर गएपछि कन्फ्युज भयो, 2टा बाटो छ, एउटा सिधा एउटा लेफ्ट राइटमा कन्फ्युज भयो। हामी फेरि यहाँनिर आएर सोध्न लागेको कसैलाई। दिदी यो मणिचुर जाने यता हो कि यता हो? माथिबाट हो? ए माथिनिर लेफ्ट रे भर्खरै ढलान बाटो। ल राम्रो छ, खतरा छ भन्दै हिँडेको। अब यस्तो बाटो आयो, त्यही त तल त के हुन्थ्यो होला र होइन। ढलान बाटो छ भन्न चाहिँ सक्यो। अबको बाटो चाहिँ खतरा बाटो अब आउँदैछ। बाटो चाहिँ यहाँबाट ल अब यहाँबाट चाहिँ है अब जान्छ, जति जान्छ जाने, नभए त्यहीँ रोकेर हिँडेर जाने छैन। अबको बाटो चाहिँ यस्तो छ। पुरै चिप्लिने बाटो छ। पानी परेको बेलामा त यहाँ नआए पनि हुन्छ भन्ने आज चाहिँ पानी परेको छैन। फर्किने बेलासम्म फेरि के हुन्छ।
पानी छिटाउन थाल्यो हामीलाई अब परीक्षा लिँदैछ मौसमले पानी पनि छिटाउनु थाल्यो ढ्यामढुमै भयो अब त आकाश एउटा खाली छैन कालो 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 हुँदैछ फर्किँदा त 100% पानी पर्ने के लेखेको छ मलिनेश्वर मन्दिर जाने बाटो तल गागलफेरी तल मणिचुर जाने बाटो चाहिँ माथि अनि मणिलिङ्गेश्वर मन्दिर जाने बाटो चाहिँ यता अब हामी मणिचुर जाने बाटो र कुण्ड दुईटा बाटो आयो अब हामी चाहिँ अब सोध्नलाई कोही छैन आफै विचार गरेर राइटतर्फ लाग्दैछौँ यस्तो राम्रो छ वातावरण के रमाइलो भइरहेछ एकदम अगाडि हेर्नुपर्छ यो क्यामेराले देख्दैन यस्तो सु लागिरहेछ रिस भयो ए अब यहाँ यस्तो उकालो चिप्लो बाटो भएर हामी चाहिँ ओर्लेर हिँड्दैछौँ कोही छैन कोही एउटा मुसो पनि छैन हामी मात्रै हो बाटो चाहिँ अलिक गाह्रै छ है बाइकहरूलाई अब यहाँबाट फेरि दुईवटा बाटो छ उता त होइन होला यति हो ऊ के ऊ मणिचुर लेखा छ त्यहाँ ऊ यहाँ लेखा छ मणिचुर जाने बाटो भनेर ऊ त्यहाँ पनि छ लेखे पानी पर्यो अब यो बाटो कसरी फर्किने भनेर बुझेको छैन हामीले अब चाहिँ ढुङ्गाको बाटो आयो त्यहाँ किन रोक्यो अघि त्यहाँ तल एक ठाउँमा चिप्ल्यो स्कुटर ठेल्नु पर्यो अब फेरि ओर्लिनु पर्यो ठाउँ ठाउँमा ओर्लिँदै चढ्दै जाँदै गरेर चाहिँ एक ठाउँमा त अघि ओर्लिएर पनि ट्याक्क स्लिप खाएर ठेल्नु पर्यो अब कति छ खै यस्तो छ बाटो बर्खामा त नआए पनि हुन्छ यो बाटो यता पनि जाने बाटो छ यो चाहिँ होइन अब यता चाहिँ जाने होइन घाट ड्याम जाने बाटो मणिचुर जाने बाटो 3.5 किलोमिटर बुद्ध पार्क 2 किलोमिटर पुरै नै सक्यो तलबाट अब स्कुटर त्यहीँ राख्ने कि लिएर आउने कि भइरहेछ त्यहीँ राख्ने कि भने मैले त नमुना सामुदायिक गुठीको कार्यालय यहाँनिर बाइक पार्क गरेर 4 जना हिँडेर जाने विचार गऱ्यौँ राख्यौँ त्यहाँ अरूहरूले चाहिँ लगेका थिए त्यहाँ चिप्लेर लडे यस्तो छ लडेको थियो अनि फेरि ओर्लेर गयो त्यही कारणले हामीले यहीँ राख्यौँ हिँड्दै जाँदैछौँ 1 घन्टा लाग्छ होला बाइकतिर राखेर हिँडेको पछाडि एकजना चाहिँ बाइककै रेनकोट ड्याममा लगाएर हिँडेछ यसरी बाइककै रेनकोटी अब चाहिँ 10 मिनट बाँकी छ अब अझ अघि नै तल सोधे आधा घन्टा भनेको थियो अहिले फेरि 15-20 मिनट सोधेँ अब अझ आधा घन्टा लाग्छ अरे नागबेली जस्तै छ अरे बाटो घुमाउरो यस्तो जाने माथि माथि यसरी गइराख्ने ठिकै छ पानी ठिकै परेछ त्यस्तो धेरै छैन ए सेहेन्सा पदार रहे स्कुल आयो स्कुल पछि ए अब आइहाल्यो नि हामी 1 घन्टा पनि हिँडेको छैन होला विचारमा 1 घन्टा हिँड्यो होला भनौँ न त्यो स्कुल छोडेपछि यहाँ आर्मीको अब चेक पोइन्ट आयो यहाँ खिच्न नमिल्ने होला कि के होला थाहा छैन अनि त्यहाँ टिकट काट्ने अनि त्यसपछि हिँडेपछि त 15-20 मिनटमा आइहाल्छ राष्ट्रिय निकुञ्ज क्षेत्र यहाँबाट अब टिकट लिएर अनि हामी भित्र जान्छौँ टिकट हामीले पर पर्सन 100 रुपियाँको टिकट काटेर अब हामी यहाँ राष्ट्रिय निकुञ्जभित्र छिर्दैछौँ अब कति 15-20 मिनट
त्यही हो 15-20 मिनट 15-20 मिनट अहिले ठ्याक्क कति बज्यो भने 9:20 भएको छ हेरौँ कति लाग्छ अब त्यस्तो उकालो छैन नि अब यस्तै त हो नि अब बाइक साइक ल्याएको भए चाहिँ 150 हो बाइकको र उसको अनि यहाँसम्म राखेर आखिर त्यहाँबाट यहाँसम्म राख्ने हो अनि अब हामी यहाँबाट हिँड्ने सर्टकट यो सर्टकट हिँड्ने होइन सर्टकटै लिने पर्याङै छ के भएर ल 5 मिनट सर्टकट चढेपछि मणिचुट जाने बाटो आयो टन्नै फुलेको छ तर माथि छ त्यही त अब यो हिसाबले त के बुझ्ने त खै लिङ्क अप पोइन्ट मणिचुट त्यो लुन्दर कि लोन्दर राखिरह्यो भने त्यही हो ए हो ए लेखिरहेको छ बिचको मात्रै हेरिरहेछ मात्रै हेऱ्यौँ हामीले माथि यसो एरोमा मणिचुट टेम्पल लेखिरहेछ लेखेको ल यस्तो राम्रो बाटो रहेछ चाहिँ है 9:10 भयो खानेकुरा चाहिँ ल्याएको छैन हामीले त्यो खायौँ अब हिँड्नु परेकोले म त बाइकमा आएँ अघि नै आइसकिन्थ्यो टाढै नै हुन्छ भन्ने सोच्छु ल 10 बजे ठ्याक्क हामी स्कुटर राखेपछि कति 1.5 घन्टा हिँड्यौँ होला बाइक राखेपछि मणिचुर आइपुग्यो होइन चौर त आइपुग्यो नि त्यो ऊ पो ल यही हो मणिचुरको चौर ल यस्तो छ राम्रो पुरै यो के अरे लुङदरले गरेर यहाँ चट्ट मान्छे खानेकुराहरू ल्याएर ड्राई पिकनिक जस्तो गर्न मिल्छ त्यही हो अब हामी मैले त्यही गर्नु खोजेको थिएँ ल अनि यहाँबाट चाहिँ मणिचुट दह जाने अबे टन्नै मान्छे जस्तो है कत्रो आवाज आइरहेको छ तिमीलाई नि गुम्बाकै मान्छे देखिरहेको छु यो तल ज्याकेट बाँधेर ल 10:30 बजी पुग्यौँ हामी 1.5 घन्टा बाइकबाट ओर्लेर हिँड्यो बाइकमै आएको भए त अघि नै पुगिन्थ्यो मेन यही हो मणिचुट दह चाहिँ यहाँनिर आज के हुँदो रहेछ यहाँनिर अब हामी बोक्ने ढुङ्गा छ नि यहाँ खै 1 घन्टा जति बसेनौँ आधा घन्टा मात्रै अब खानेकुरा केही ल्याएको छैन अब फटाफट ओर्लिने हो गएर खान जाने हो यो कुण्ड चाहिँ मणिचुट ल जाउँ यहाँ यसो हल्लाउने ढुङ्गा थियो नि कहाँ छ त्यही त चाहिँ अब खाना खाने ठाउँ खोज्दै जाँदा बाटो बाटोमा रिसोर्टहरू तर खाएनौँ अब चाहिँ
बाहिर निस्क्यो ब्रह्मखेलमा त्यही सागको रिसोर्ट जाने कि खानखानलाई भनेर सागको रिसोर्टतिर लाग्दैछौँ। सागको रिसोर्ट हामी चाहिँ यहीँ खाना खान जान्छौँ। आयो खानाको अर्डर दिएको छ, हामी खानाको पर्खै। ल हाम्रो खाना आयो, मटन मिलायो होइन मिलाएर खाउँला नि। खाना आयो सागको रिसोर्टमा। अब हामी खाना खान्छौँ। खाना खाएर हाम्रो भिडियो चाहिँ यहीँ एन्ड गर्छौँ।